हामी चाहिँ अब बर्थडे सेलिब्रेट गर्न चाहिँ जाँदैछौँ होइन यिनीहरू छन् अनि यहाँनिर चाहिँ हजुरहरूको प्रिटी गर्ल पनि छ यहाँनिर चाहिँ हाम्रो केक छ होइन कस्तो दिलवाला क्यान्डल छ कि यसले मेरो दिल खुस गरिदियो कि त्यही भएर अनि अब यहाँनिर चाहिँ यस्तो त बवाल छ होइन अब यहाँ केक यस्तो छ कि फ्यान आउनु पर्छ क्यामेराले त्यसपछि जान्छु अब फेरि फ्यान चलाउने होला अब हावा बन्द गर्नको लागि सीमा ल 1 2 3 ह्यापी बर्थडे गाइस गाइस हाम्रो केक काट्ने कार्यक्रमहरू चाहिँ सकिसकेको छ होइन अनि त्यसपछि अब मैले चाहिँ समीक्षालाई खुवाइदिएको थिएँ श्रेयाले चाहिँ माङ्गेनालाई खुवाइदिएको थिएँ अनि त्यसपछि यसको गीत कुन थियो गीत गाएन एक्लै भएर ऊ बिचरा त्यही भएर अहिले चाहिँ ओठमा नि केक लगाइरहेको छ होइन यिनीहरू चाहिँ यस्तो यस्तो छ अब हाम्रो बर्थडेको केक काट्ने त्यही कार्यक्रम चाहिँ सकिसकेको छ अब यसपछि चाहिँ हामीले अब के के आउँछ त्यो सबै देखाउँछ खानेकुराहरू चाहिँ दामी दामी अब गिफ्ट मेरो एक्सचेन्ज गिफ्ट अब चल्दैछ किनकि अब आज मेरो बर्थडे मात्रै होइन हामीले चाहिँ होइन अप्रिल बर्थडे मनाउन गएको जस्तै भएको छ किनकि त्यही लेख भने थियो अस्ति भने थियो यो अब दुईवटा दिमाग हुनु पऱ्यो नि यो पार्टनरहरूको दिमागै छैन यो पियरहरूको अब उही मै फर्स्टमा त तिमी हो तिम्रो बर्थडे बेबी तिमी हो एक्स तिम्रो हो क्या नो 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 आज चाहिँ हो मेरो एक्सको चाहिँ यसलाई दिने हो देन यसलाई दिने हो यो छोरा डन्न त्यसपछि हजुरहरूको प्रिटी गर्लको पालो चाहिँ भनेको चाहिँ लास्टमा आउँछ यिनीहरू चाहिँ मलाई म रुन्छ भनिरहेको छ होइन साँच्चै त्यस्तै के छ भने चाहिँ म रोइदिन्छु म मम्मीलाई फोन गरेर भनिदिन्छु त्यो थियो गाइस मेरो पनि हात छ खोइ मेरो हात ल दोस्त स्पेशल ओइ खोल्ला अब समात्न के चाहिँ लाग्छ गाइस माङ्गेनाको गिफ्ट हेर्नुस् गाइस खोल्दिम ल यस यस ब्रो अब रिएक्सन देऊ न अब मेरो एक्सको रिएक्सन हेरौ मलाई डर लाग्यो के हैन के छैन तिम्रो त डर लाग्ने छैन कति राम्रो बनाउने ओइ खोइ के छ व्हाट वाउ मलाई मन पर्यो ओइ हाम्रो पनि हातले हातले टच ल फिल गर के हो हेर न ब्रो स्टिकर यस तिमीलाई फ्रिजमा टास्छ के हो भित्र नि हेर्नु पर्छ है मेरो खिरे के हो पर्स हो क्या ए भित्र नि देखाइदेऊ अझै पछाडि टर्न प्लिज वाह क्या बात है पहिला आहा बन्द गर सच्ची भने क्लोज योर आइज अहिले त खुल्दा हुन्छ अहिले त तिमीले त हैन किन मेरो कतिवटा गिफ्ट छ र दुईटा तीनटा आहा बन्द गर मैले दुईटा गिफ्ट दिएको छ र मैले चाकाचमा गरे है गाइस सीमा पहिलो गिफ्ट दिएर तिमी एकदम खुसी हुन्छौ त यस्तो खुसी हुन्छ साच्चै हैन सीमा ल सीमा यो बाटे कपी सपी त हैन नि फेरि ल बक्स मात्रै हैन बक्स फोड्छ यार आफै खोला त बक्स त अनि जुत्ता ओइ कस्तो लाग्यो कस्तो लाग्यो हजुरलाई देखाइदिनुस् त तपाईले गिफ्ट के हैन लिडरशिप बुक ब्रेक पछि हराएको थियो मैले ग्रुप सबमा मेसेज गरे क्लासमा धरि चिचाए मेरो बुक हराए डाकाहरुले छोडेर गिफ्ट भनेको छ यार एल्बीको सुन्छ भन्ने धन्डे मैले अर्को किनिसके थिएँ यार हो किनेको तिमीले पैसा दिन पर्थ्यो मेरो बुक यसले 100 मार्क ल्याउँथ्यो मेरो ओ माय गॉड 80 मार्क्स हुन्छ काट 100 मार्क्स ल्याउँथ्यो त नि अब चाहिँ आँखा बन्द गर अब चाहिँ रियल वाला ब्यागमा हाल्दै रियल वाला आँखा बन्द गर के भयो किन भेटेन भन्छ ये यार छिटो गर्न सक्यो अब आँखा बन्द गर तर कस्तो मैले तल भनेको भनेन के मैले भन्छु आँखा बन्द गर हैन दिललाई डरो चाहिँ खरा त्यति मात्रै किन साच्चै है फेरि हैन उले त थाहा नै छैन नि सन्देश कि पनि आँखा बन्द गर हैन किनभने उले त देखेकै छैन उले पनि उलाई थाहै छैन हामीले के दिन लाग्यो भनेर ल हेरि सक्यो ल के होला बडबडे सीमा गुप्ता पैसाको बड्डी छ कि क्या हो मलाई त थाहा छैन आफैसँग 5 रुपैयाँको नोट छैन बड्डी दिने तलाई अब यसो प्रिन्टेड के छ होला के त्यस्तै हेरि
साँच्चै नै मलाई निकाल्न चाहिँ लाज लाग्ने चाहिँ नहोस् होइन त्यसो केही छैन पछाडि नै हेर न हामी छौँ त हेर्नु त उसलाई कोही कोही मात्रै परिरहेको छु नि होइन यो देखि अनि यसमा केही त हुनुपर्छ भनेको वाह म चाहिँ कडा हालेछ तर कस्तो सेम भयो कि कप अनि फोटो अनि फोटोवाला कप गाइस कम्बिनेसन फोल्डिङ वाला पर्स टाइपकै कसै लाग्यो तपाईँलाई मेरो गिफ्ट कहाँ राखेँ मैले रुन त भएन नि यो नि रहेछ नि त यो मात्रै देखाउ न म चाहिँ रोएँ गाइस हामीले चाहिँ यो खोइ के हो नाम के हो अरे मोजरेला चिज खाँदैछौँ हामी होइन तर यो आलुको चाहिँ तान्दाखेरि बबाल छ यो होइन टेस्टी वाह क्या बात है कुनमा छ र ठिकै छ त ए मेरो अनुहार ठुलो देखेको होला केही पनि होइन अरू ठिकै छ अब हामी चाहिँ यहाँ हाम्रो पिज्जा नि आइसक्यो पिज्जा वाह क्या बात है अनि यो भेजिटेरियन हाम्रो होइन भेजी यसलाई त मासु खुवाउने कि खुवाउने हो भनेको 3rd इयर सकिन्जेलसम्म खाँदैन यसलाई मासु खुवाउने यसलाई मेरो होइन बोल्न पोर्क यसलाई पोर्क र बफ खुवाउने म त जे पनि मासु पाएपछि सब चल्छ मलाई त गाइस हामीले चाहिँ बर्थडे सेलिब्रेट गर्दाखेरि क्राउन ल्याउन बिर्से यहाँनिर चाहिँ हामीले ल्याइदिएछ त्यही सम्झेर आज हामी पर्छ भने त्यही भएर लाउँदैछु यहाँनिर बर्थडेको हाम्रो यिनीहरू त ह्याप्पी यहाँ त लाइट छ फ्ल्यास वाला पर्दैन जस्तो छ भ्लग बनाउँदैन झन्डै बाइकसँग गाडी म फेरि उडिहाल्छु जुन केली जस्तो अब यहाँ चाहिँ माहौल चाहिँ अब चेन्ज गर्छ मेरो भोइस सुनिँदैन होला तर सुनाउँछु डोन्ट वरी माइक किन्नु पर्यो सीमाले किन्ने नि त बर्थडे गिफ्ट हामी बुक गरेर दिन्छ मेरो बुक हाल्छ माइक किन्नु पर्यो धेरै पर्दैन किनिदेऊ न ए 8-9 हजार पर्छ भन्न फेरि 8-9 हजार नि 25,000 वाला दिँदा नि हुन्छ डिजाइनको त्यो आइको माइकले फेरि मेरो यस्तो स्वरलाई पनि फेरि सुडिलो बनाइदिन्छ नि त कसलाई कहाँ खै ओ यसलाई त लास्ट सेतो देख्यो त ओ सनी च्यानल सेतो देख्यो एआई वाला कैमरा हो त्यही भएर काला होना भी बहुत बुरी बात है क्या मैं इतना बुरा हूँ वाला क्या गीत गाता हूँ बुरी बात तो नहीं है पर मैं जो पर मुझे क्यों बुरा लगता है बेला बेला में यार बेला मेरे पता नहीं कभी कभी मुझे इतना बुरा बबल चिजहरू चाहिँ हेर्न सक्नुहुन्छ इफ यु वान्ट टु बाई प्लिज कम हियर म चाहिँ होइन अनपेड प्रमोसन गर्ने मान्छे हो किनकि मलाई पे त कसैले दिँदैन के अरे ट्रिट बर्थडे बनाएर ट्रिट भने के किनभने त ट्रिप चाहिँ झन् गर्दैन कि सेकेन्ड ह्यान्ड बर्थडे भन्थे यिनीहरूले यो दुइटा त यो र यो र अरे अर्को मेरो मागेना चाहिँ के अरे किनभने ट्रिप नै भने पनि हुन्छ सेकेन्ड ह्यान्ड यिनीहरूको मेरो त फर्स्ट ह्यान्ड यसको रियाक्सन हेर्न यहाँ ट्रिपबाट अपलोड हुन्छ बहिनी यो भएर के के गर्यो रियाक्सन क्याप्चर भयो नि यहाँ भएन त्यसको त हुनु पर्थ्यो अब
झन् त्यो बबाल हुन्छ राम्रो हुन्छ तर जुका चाहिँ नटास्योस् उयो त्यो बोला ब्यागलेस तिम्रो ऊ खै के ब्यागमा छ त्यो झर्छ क्या निकालेर क्या बलुन किन्यो बलुन अघि झिलिमिली बलुन किन्देऊ न झन् त्यो समीक्षा गाइस त्यो बलुन हेर्नु न चम्किरहेछ बलुन चम्किरहेछ यहाँ भाइ पनि क्यान्डी लिएर चाहिँ आउँदैछ हो क्या भएको थिएँ क्यान्डी लिएर आउँदैछ तर मलाई कसैले किन्दैन यिनीहरू यत्रो 4 जना भएको पनि मुझे चाहिए क्यान्डी के भन्छ त्यसको क्यान्डी त कटन क्यान्डी कटन क्यान्डी हो कटन क्यान्डी के कटन क्यान्डी हो न त कटन क्यान्डी कटन क्यान्डी त कटन क्यान्डी कटन क्यान्डी यहाँ माथि सुरुवात पनि पाउँछ जानु हो कसैलाई चाहिँ प्रमोसन गर्नको लागि चाहिँ आफ्नो पसलको चाहिँ बोलाउन चाहनुहुन्छ भने चाहिँ म रेडी छु फर्स्टमा एउटा दुइटा त अनपेड भयो भने चल्छ त्यसपछि चाहिँ लाग्छ है फेरि त्यहाँ मलाई कसले चाहिँ बोलाउँछ अहिले त्यहाँ बवाल जुत्ताहरू छ हल्का आँखा चाहिँ गइरहेको छ तर म लादिनँ बर्थडे त सक्यो अब फेयरवेल बर्थडे गरेर आउनु पर्ने रहेछ यार ह्याप्पी बर्थडे रमाइलो भएको थियो तर कसै एकचोटि निस्किहाल्यो के र तिमीहरू त ए के तिमीहरू निस्केको त ह्याप्पी बर्थडे निस्केको थियो मुखबाट 4 बजी छुट्टी भएको तर भएन यार बालन हामीलाई 4 बजी नि छुट्टी गराइदेऊ न यार बरु हामी आउँछौँ क्या आइतबार हामी कलेज आउँछौँ कि हामी 10 to 4 मै हो कि यार सक्दैन क्या हामी हामीलाई केही स्ट्रेस थिएन सन्डे टु फ्राइडे हुँदाखेरि यार 2 दिन छुट्टी दिएर अनि 9 to 5 गराएर चाहिँ के फाइदा भएर हामीलाई त झन् तनावै भयो त मलाई थाहा थियो बर्थडेमा जानुपर्छ भने त्यही भएर मैले ओ कसको बर्थडे भन गाइस समीक्षाले चाहिँ यो सक्स यति धेरै किन्छ कि कलेजमा चाहिँ लास्टमा कलेजमा त लास्टमा पुरानै मजा लगाएर आइरहेको हुन्छ यहाँ किन चाहिँ कहिले लाउँछ थाहा छैन मसँग हिँड्दा नि लगाएको त हुँदैन किनेर कलेक्सन यसको अब सक्स कलेक्सन छ भने चाहिँ त्यो छुटेको ए हटिना बे कति ठोकिन्छ मलाई भ्लग बनाउनु दिँदैन सन्देश ठोकिन्छ मेरो अब फ्यान नभए पनि यो फ्यान चाहिँ छ